हामीभित्र विचारको राजनीतिक छैन भने हामी जुनसुकै समयमा अथवा कुनै न कुनै दिन हामी विफल हुनेछौँ है। त्यसकारण विचारको राजनीति गर्नुस्, भिजनको राजनीति गर्नुस्, त्यसपछि जहिले पनि हामी के गर्न सक्छौँ, अगाडि बढ्न सक्छौँ। द्वन्द्वात्मक राजनीति गरे भने हामी कहिले पनि राम्रो हामी गर्न सक्दैनौँ है। सच पिकी वारियस विकर्ण पीआरलाई बिन्दु टी सम्म लम्ब्याइएको छ। प्रमाणित गर्नुहोस् ट्रायंगल आरएसटी को क्षेत्रफल बराबर ट्रायंगल आरक्यूटी को क्षेत्रफल हुन्छ भने के गर्नुहुन्छ, प्रमाणित गर्नुहुन्छ है। यहाँनिर गिभन दैट थाहा दिएकोमा लेख्ने कि सच पिकी वारियसमा विकर्ण पीआरलाई कहाँसम्म लम्ब्याइएको छ, टी सम्म लम्ब्याइएको छ भने प्रमाणित गर्नुपर्ने हो ट्रायंगल आरएसटी को क्षेत्रफल बराबर ट्रायंगल आरक्यूटी को क्षेत्रफल है। यहाँनिर दिएको यो चित्र, यो पीक्यूआरएस एउटा के हो, समानान्तर चतुर्भुज हो जहाँ पीआरलाई कहाँसम्म लम्ब्याइएको छ, टी सम्म लम्ब्याइएको छ भने यो ट्रायंगल आरएसटी को क्षेत्रफल बराबर आरक्यूटी को क्षेत्रफल हुन्छ भने के गर्छन्, प्रमाणित गर्नुहुन्छ। सिम्पल कन्सेप्ट यहाँनिर के भन्नुस्, एउटा कन्स्ट्रक्सन गर्नु। त कन्स्ट्रक्सन गर्ने कसरी, यस र यो क्यूलाई के गर्नुस्, जोड दिनुस् है। यसरी है, दिल टुटुवा लाइनमा जोड दिनुस् है। दिल टुट गया, यहाँनिर केमा, यहाँनिर कुनै एउटा बिन्दु दिनुस् है। अब यो पीक्यूआरएस एउटा समानान्तर चतुर्भुज हो। अब यो एक कन्डिसनमा क्यूएस पनि विकर्ण बन्छन् र पीआर पनि के बन्छ, विकर्ण बन्छ भने सचका विकर्णहरू एक आपसमा के हुन्छ, समद्विभाजन हुन्छन्, यानी यसले मध्य बिन्दुको काम गर्छन् है। त यहाँनिर लेख्नुस् यस र क्यूलाई जोडे। अब यो कन्डिसनमा हेर्नुस्, अब यसलाई गर्ने कसरी, त यहाँनिर यो ट्रायंगल क्यू यस त्यसपछि यो कति टी को यो ओटी जुन हुन्छ नि, ओटी जब यो मध्यबिन्दु हुन्छ भने ओटीले यसको के को काम गर्छ, मध्यिकाले। जब दुईवटा त्रिभुजको बेस एउटै र हाइट एउटा दिएको हुन्छ र मध्यबिन्दुमा हुन्छ भने त्यो कन्डिसनमा दुवैको क्षेत्रफल के हुन्छ, बराबर हुन्छ। यसलाई यसरी राख्नुस् त, ट्रायंगल एसओटी को क्षेत्रफल बराबर ट्रायंगल क्यूओटी को क्षेत्रफल। कारण दिने मध्यिका यो मध्यिका ओटीले त्रिभुज क्यूएस टीलाई के गर्छ, त्यसै गरी यहाँनिर आउनुहोस्। अब त यो भयो, यहाँनिर यो ट्रायंगल हेर्नुहोस् त, यो त यसको पनि त यो ओआर के हो, मध्यिका। जब यो मध्यिका हुन्छ भने यो कन्डिसनमा एसओआर त्यसपछि क्यूओआर को क्षेत्रफल पनि एक आपसमा के हुन्छ, बराबर हुन्छ है। त्यहाँनिर लेख्नुस् यसलाई यसरी, ट्रायंगल एसओआर को क्षेत्रफल बराबर ट्रायंगल क्यूओआर को क्षेत्रफल है। यानी लेख्ने त्रिभुज क्यूएसआर को मध्यिका ओआर भएको ले। अब यो दुईटा निकालिसकेपछि नि अब सिम्पल यहाँनिर बुझ्नुस्, हामीहरूलाई के निकाल्नु छ भने एंगल आरएसटी को क्षेत्रफल बराबर ट्रायंगल आरएसटी को क्षेत्रफल बराबर ट्रायंगल यो कसको, आरक्यूटी को क्षेत्रफल। तो यो होल ट्रायंगलबाट यहाँनिर हेर्नुस् त, यो एसओटी बाट यति घटाइदियो भने यही नै निस्किन्छ। त्यसपछि क्यूओटी बाट यो त्रिभुजको क्षेत्रफल घटाइदियो भने बाँकी यहाँनिर के निस्किन्छ, क्यूआरटी। यसको अर्थ हामी यहाँनिर के भने कि तथ्य यो एकबाट तथ्य दुईलाई के गर्ने, घटाउने। तथ्य एकबाट तथ्य दुईलाई के गर्नुस्, घटाइदिनुस्। यानी ट्रायंगल एसओटी को क्षेत्रफलबाट कसको क्षेत्रफल, एसओआर को क्षेत्रफललाई के गर्नुस्, घटाउनुस्। त्यसै गरी क्यूओटी को क्षेत्रफलबाट कसको क्षेत्रफल, क्यूओआर को क्षेत्रफल है। कारण दिने तथ्य एकबाट तथ्य दुईलाई के गर्दा, हटाउँदा है। तथ्य एकबाट
दुईलाई घटाउँदा है, अब घटायो भने यहाँनिर हेर्नुहोस्, यस ओ टीबाट यति घटाइदियो भने माथिको यही टु पनि बाँकी रहन्छन्। यहाँनिर लेख्नुहोस् ट्रायंगल आरएसटी को क्षेत्रफल बराबर ट्रायंगल। यहाँनिर हेर्नुहोस् क्यूओटीबाट क्यूओआर घटाइदियो भने बाँकी यही नै बाँकी रहन्छन्, आरक्यूटी को क्षेत्रफल। कारण के दिने, तथ्य कतिबाट, 3 बाट है, तथ्य 3 बाट केही दर्द केही पीडा छ भने मेरो युट्युब च्यानल आरपी रमेशलाई के गर्नुस्, सब्स्क्राइब गर्नुस्, लाइक पनि गर्नुस्, कमेन्ट पनि गर्नुस् र भिडियोलाई शेयर पनि गर्नुस् है। हेन्स प्रुभड। यो यसको यो कन्सेप्ट क्लियर गर्नुस्। सिम्पली हामी के गर्न सक्छौं, यसलाई बनाउन सक्छौं है। मस्तमा रहने व्यस्तमा रहने जीवनमा जे गर्नुस्, अरूलाई कहिले पनि धोका चाहिँ नदिनुस् है। प्रश्न बुझेर के गर्नुस्, हल गर्न चाहिँ प्रयास गर्नुस् है। प्रश्नमा के दिएको छ त्यसपछि त्यसको बेसिक कन्सेप्ट यदि हामीले थाहा पाइहाल्यो भने नि हामी सिम्पलै त्यसलाई हामी के गर्न सक्छौं, बनाउन सक्छौं है। त्रिभुज एबीसी मा मध्यिका बीई, यो मध्यिका बीई र यो सीडी कुन बिन्दुमा काटेको छ, ओ मा। प्रमाणित गर्नुहोस् ट्रायंगल बीओसी को क्षेत्रफल बराबर चतुर्भुज एडीई को क्षेत्रफल हुन्छन् भने के गर्नुछन्, प्रमाणित गर्नुछन् है। यहाँ लेख्ने थाहा दिएकोमा त्रिभुज एबीसी मा मध्यिका बीई र यो सीडी कुन बिन्दुमा काटेको छ, ओ बिन्दुमा। प्रमाणित गर्नुपर्ने ट्रायंगल बीओसी को क्षेत्रफल बराबर चतुर्भुज एडीई को क्षेत्रफल। त यसलाई गर्ने कसरी त्यो बुझ्नुस्। यहाँनिर हेर्नु त यो एबीसी, यो सीडी को त, यो सीडी त यसको मध्यिका हो, त्यसमा बनेको यो त्रिभुज र यो त्रिभुजको क्षेत्रफल के हुन्छ, बराबर हुन्छ, हो कि। अथवा यो त्रिभुजको क्षेत्रफल जुन हुन्छ नि, होल त्रिभुजको क्षेत्रफलको कति, आधी। अथवा यो त्रिभुजको क्षेत्रफल जुन हुन्छ नि, होल त्रिभुजको क्षेत्रफलको कति हुन्छ, आधी हुन्छ। त यहाँनिर यो फर्स्ट नम्बर पोइन्टमा लेख्नु छ ट्रायंगल बीडीसी को क्षेत्रफल बराबर, अथवा ट्रायंगल बीसीडी को क्षेत्रफल बराबर 1/2 कुन त्रिभुज एबीसी को क्षेत्रफल है, एबीसी को क्षेत्रफल। यानी लेख्ने त्रिभुज एबीसी को मध्यिका सीडी भएको पोइन्ट नम्बर 2 मा आउनुस्। यसै गरी यहाँनिर हेर्नुस्, यो ट्रायंगल एउटा एबीई र अर्को बीईसी, त यो दुवै त्रिभुजको क्षेत्रफल त यसको यो बी मध्यिका छ भने बराबर हुन्छन्। तर यो एबीई त्रिभुजको क्षेत्रफल लियो भने एबीसी को क्षेत्रफलको कति हुन्छ, आधी हुन्छन् है। त यहाँनिर यसलाई यसरी लेख्नुस् ट्रायंगल एबीई को क्षेत्रफल बराबर, एबीई को क्षेत्रफल बराबर 1/2 ट्रायंगल कसको क्षेत्रफल, एबीसी को क्षेत्रफल। यसमा हेर्नु त अब यतातिरको यो मध्यिका कुन हो, बीई हो, त्यसलाई यसरी लेख्ने है ट्रायंगल एबीसी को मध्यिका बीई भएकोले है। जे गर्नुस् जसरी गर्नुस् तर राम्रो चाहिँ गर्न चाहिँ प्रयास गर्नुस्। र मेरो युट्युब च्यानल आरपी रमेशलाई सब्स्क्राइब पनि गर्नुस् है र राम्रो बन्नुस् है। यहाँनिर हेर्नुस्, यो दुवै ट्रायंगलको एरिया जुन छ नि 1/2 ट्रायंगल एबीसी को क्षेत्रफलसँग बराबर छ भने यो दुवै एक आपसमा के हुन्छ, बराबर हुन्छन् है। त्यसलाई यसरी लेख्नुस् ट्रायंगल यो बीसीडी बराबर ट्रायंगल एबीई को क्षेत्रफल। कारण के दिने, तथ्य 1 र 2 बाट अथवा बराबरी तथ्य अनुसार है, तथ्य 1 र 2 बाट। अब यहाँनिर हेर्नुस् ट्रायंगल बीसीडी दिएको छ, ट्रायंगल बीसीडी त्यसमा कति पार्ट हो, एउटा ट्रायंगल यो र अर्को ट्रायंगल यो छन्। दुईटै ट्रायंगलको यो सम जुन हुन्छ नि, यो कुन त्रिभुजको क्षेत्रफलको बराबर, बीसीडी को बराबर। त्यसलाई यसरी लेख्ने है ट्रायंगल बीओडी प्लस ट्रायंगल यो कुन, बीओसी बराबर। त्यसै गरी यो एबीई, एबी मा एउटा ट्रायंगल यो छ र अर्को यो छ हैन। त यानी यो ट्रायंगल बीओडी प्लस यो पार्ट त चतुर्भुज न हो, एओएडीओई हैन। त यहाँनिर यो चतुर्भुज लेख्नुस्,
एडीओई। यसको कारण के दिने? सिङ्गो टुक्रे तथ्य अनुसार पार्ट पार्टमा रहेको कुरो जुन हामी एक ठाउँमा एड गरेर जुन लेख्ने गर्छौँ नि त्यसलाई भन्छन् होल पार्ट एग्जिम, यानी सिङ्गो टुक्रे तथ्य अनुसार है, सिङ्गो टुक्रे तथ्य अनुसार। अब हेर्नु त यो दुईटैबाट यो सधैँ हामी के गर्न सक्छौँ? क्यान्सल गर्न सक्छौँ। बिचमा बराबर छ, यो पनि प्लस यो पनि प्लस, यसलाई के गर्नुहोस्? क्यान्सल गर्नुहोस् है। यानी लेख्नुहोस् ट्रायंगल बीओसी को क्षेत्रफल बराबर चतुर्भुज एडीओई को क्षेत्रफल है। 5 नम्बरमा लेख्नुहोस् तथ्य कतिबाट? 4 बाट है, तथ्य 4 बाट। यो यसको यो कन्सेप्ट बुझेर के गर्नुस्? बनाउनुस् र राम्रो बन्न चाहिँ के गर्नुस्? प्रयास गर्नुस्। गलत प्रवृत्तिमा यदि लाग्नु भएको छ भने त्यसलाई के गर्नुस्? छोड्नुस्। मानव भएर मानवको कर्तव्य यदि हामीले निर्वाह गर्न सकेनौं भने नि त्यो हाम्रो लागि दुर्भाग्यको कुरो हो। त्यसकारण कर्म गर्नुस् र राम्रो चाहिँ बन्नुस् है। दिएको चित्रमा एडी प्यारलेल बीसी, एडी प्यारलेल बीसी र बीडी प्यारलेल के दिएको छन्? सी दिएको छ भने प्रमाणित गर्नु छन् ट्रायंगल एबीसी को क्षेत्रफल बराबर ट्रायंगल बीडी को क्षेत्रफल बराबर हुन्छन् भने के गर्नु छन्? प्रमाणित गर्नु छन्। द गिवन दैट मा लेख्नुस् एडी प्यारलेल बीसी र बीडी प्यारलेल के दिएको छन्? सीई दिएको छ भने प्रमाणित गर्नु छन् ट्रायंगल एबीसी को क्षेत्रफल बराबर ट्रायंगल बीडीई को क्षेत्रफल। एउटा सिम्पल कन्स्ट्रक्सन गरिदिनुस्, सजिलै हामी के गर्न सक्छौं? बनाउन सक्छौं। यसको कमन पोइन्ट बुझ्नु होला। त यो बी, यो सी र यो कसलाई? डी लाई के गर्नुस्? जोड दिनुस् है। कुन लाइनमा? ब्रोकन लाइन, यानी यो दिल टुटुवा लाइन हो है। यानी सी र डी लाई जोडे। अब यसलाई गर्ने कसरी? त्यसको कन्सेप्ट बुझ्ने एउटै आधार उही समानान्तर रेखाहरू बीच बनेका त्रिभुजहरूको क्षेत्रफल के हुन्छ? बराबर हुन्छ। यो कन्सेप्ट युज गर्नुस्, हामी सजिलै के गर्न सक्छौं? बनाउन सक्छौं है। त यो बीसी बेस लिनुस्। त यो बीसी बेसमा एउटा ट्रायंगल यो र एउटा ट्रायंगल, यानी एबीसी र अर्को यो कुन? बीसीडी। दुवै एक आपसमा के हुन्छन्? बराबर हुन्छन् है। त यसलाई यसरी लेख्ने ट्रायंगल एबीसी को क्षेत्रफल बराबर ट्रायंगल बीसीडी को क्षेत्रफल है। कुन आधार? बीसी है, यानी एउटै आधार बीसी र उही समानान्तर रेखाको मतलब एडी प्यारलेल यो कसको बीचमा? बीसी को बीचमा है। यसलाई यसरी लेख्नुस् है, एडी प्यारलेल बीसी को बीचमा बनेका त्रिभुजहरूको क्षेत्रफल बराबर हुन्छन् है। पोइन्ट नम्बर 2 मा आउनुस्। अब कुन बेस लिनु होला? यो बीडी बेस लिनुस् है। जब यो बीडी बेस हामीले लियो भने यहाँनिर हेर्नुस् है, एउटा यो ट्रायंगल र अर्को यो ट्रायंगल बीडी बेसमा है। कुन बेसमा? बीडी बेसमा। यो बीडी बेसमा लियो भने यो कुन ट्रायंगल? यो बीसीडी र अर्को हाम्रो कुन बन्छन्? बीडीई। दुवैको क्षेत्रफल के हुन्छ? बराबर हुन्छन्। यानी यो बीसीडी यो बेस, यो बीडी बेसमा, त्यसपछि अर्को यो बीडीई यो। यसलाई यसरी लेख्नुस् है, ट्रायंगल बीसीडी को क्षेत्रफल बराबर ट्रायंगल बीईडी को क्षेत्रफल है, अथवा बीडीई को क्षेत्रफल। कारण के दिने? कुन आधार हो? बीडी आधार है, यानी आधार बीडी। उही समानान्तर रेखाको मतलब यो बीडी प्यारलेल सीई को बीचमा है। बीडी प्यारलेल सीई को बीचमा बनेका त्रिभुजहरूको क्षेत्रफल
बराबर हुन्छन् है। अब आउनुहोस् तिन, यो पनि बीसीडी को क्षेत्रफलको बराबर छ, यो पनि बीसीडी को क्षेत्रफलको बराबर छ भने यो दुवै एक आपसमा के हुन्छ, बराबर हुन्छन् है। त्यसले यसरी लेख्नुहोस् है, ट्रायंगल एबीसी को क्षेत्रफल बराबर ट्रायंगल यो बीडीई को क्षेत्रफल। तथ्य कतिबाट, 1 र 2 बाट अथवा बराबरी तथ्य अनुसार है, तथ्य 1 र 2 बाट है। यही प्रमाणित गर्नु थियो है। हेर्नुस् कति सिम्पल रहेको छ है। मस्तमा रहनुस्, व्यस्तमा रहनुस्, सधैँभरि मेहनत चाहिँ के गर्नुस्, गर्न चाहिँ प्रयास गर्नुस्। त्यो मेहनतले हामीहरूलाई के गर्ने गर्छन्, एउटा चेहरामा चमक, राम्रो व्यवहारमा परिवर्तन ल्याउने गर्छन् है। अहिलेको समय हो, घोडाको जस्तो के गर्नुस्, लगाम लगाउनुस् र आफ्नो निशानामा के गर्नुस्, केन्द्रित गर्नुस्। त्यसपछि हामी के गर्न सक्छौँ, राम्रो गर्न सक्छौँ है। भुजा क्यूआर को मध्यबिन्दु यम हो, यो कुन ट्रायंगल पी क्यूआर को यदि पी एक्स पैरेलल आर वाई र पी आर पैरेलल एक्स वाई छ, प्रमाणित गर्नुहोस् ट्रायंगल एक्स वाई आर बराबर 1/2 ट्रायंगल पी क्यूआर को क्षेत्रफलको कति हुन्छन्, आदि हुन्छन् भने के गर्छन्, प्रमाणित गर्नु छ। त्यहाँनिर गिवन दैटमा लेख्नुस् ट्रायंगल पी क्यूआर मा भुजा क्यूआर को मध्यबिन्दु के हो, यम हो। जहाँ यो पी एक्स पैरेलल आर वाई छ भने पी आर पैरेलल पनि के दिएको छ, एक्स वाई दिएको छ भने प्रमाणित गर्नु छ ट्रायंगल एक्स वाई आर को क्षेत्रफल बराबर 1/2 ट्रायंगल पी क्यूआर को क्षेत्रफलको कति हुन्छ, आदि हुन्छ भने के गर्छन्, प्रमाणित गर्नु छ। यसमा दुईटा कुरो के गर्नुस्, युज गर्नुस्। सटकको विकर्णले सतहलाई के गर्छ, आधा गर्छन्। अरे एउटै आधारहीन समानान्तर रेखाहरू बीच बनेको त्रिभुजको क्षेत्रफल समानान्तर चतुर्भुजको क्षेत्रफलको कति, आदि। यो दुईटा कन्डिसन यसमा के गर्नुस्, युज गर्नुस् है। फर्स्ट नम्बरमा आउनुस् है। यहाँनिर यो ट्रायंगल यो पीएमआर को यहाँनिर हेर्नु त यो बेस पीआर बेसमा छ भने यो पीएमआर यानी त्रिभुज पीएमआर को क्षेत्रफल यो सतहको क्षेत्रफलको कति, आदि हुन्छ। त्यसले यसरी लेख्नुस् ट्रायंगल पीएमआर को क्षेत्रफल बराबर 1/2 सतह एक्स वाई पीआर अथवा चाहे पीआर एक्स वाई को क्षेत्रफल कुन बेसमा, पीआर बेसमा है। त्यसले यसरी लेख्नुस् है, एउटै आधार पीआर र उही समानान्तर रेखाको मतलब यहाँ लेख्नुस् पीआर पैरेलल एक्स वाई को बीचमा बनेका त्रिभुजको क्षेत्रफल सतहको क्षेत्रफलको कति हुन्छ, आधा हुन्छ है। पोइन्ट नम्बर सेकेन्डमा आउनुस्, दर्द पीडा केही नमान्नुस् है। सिक्नुस् र सिकाउनुस् र मेहनत गर्नुस्। आफूलाई कमजोर कहिले पनि के गर्नुस्, नठान्नुस्। हामी धेरै राम्रो गर्न सक्छौँ है। त्यसपछि यहाँनिर हेर्नुस् है, यो ट्रायंगल पीक्यूआर दिएको छ नि, यसको यो मध्यिका कुन हो, पीएम हो। यानी यो क्यूआर को मध्यबिन्दु के दिएको छ नि, एम दिएको छ भने यो कन्डिसनमा यो पीएमआर को क्षेत्रफल जुन हुन्छ नि, यो त्रिभुजको क्षेत्रफलको कति हुन्छ, आधी हुन्छन् है। त्यहाँनिर लेख्नुस् ट्रायंगल पीएमआर को क्षेत्रफल बराबर 1/2 ट्रायंगल यो पीक्यूआर को क्षेत्रफल, आर को क्षेत्र। कारण यहाँ त्रिभुज पीक्यूआर को मध्यिका पीएम भएको। थर्ड नम्बरमा आउनुहोस्, हेर्नुहोस् त यो पनि ट्रायंगल पीएमआर को क्षेत्रफलको बराबर छ, यो पनि ट्रायंगल पीएमआर को क्षेत्रफलको बराबर छ भने यो दुवै एक आपसमा के हुन्छ, बराबर हुन्छ है। त्यसले यसरी लेख्नुस् 1/2 ट्रायंगल पीक्यूआर को क्षेत्रफल बराबर 1/2 सतह पीआरएक्सवाई को क्षेत्रफल। तथ्य कतिबाट, 1 र 2 बाट अथवा बराबरी तथ्य अनुसार, तथ्य 1 र 2 बाट है। अब यसबाट यो दुवैले हामी के गर्न सक्छौँ, क्यान्सल गर्न सक्छौँ है। नेक्स्ट पोइन्टमा आउनुहोस्,
यहाँनिर हेर्नुहोस् त यो एक्स आर यो सतहको के हो विकर्ण त यो एक्स आरले यो सतहलाई यानी सतहको विकर्णले सतहलाई के गर्छन् आदि गर्छ यानी यसमा भनेको प्रत्येक त्रिभुजको क्षेत्रफल जुन हुन्छ नि समानान्तर चतुर्भुजको क्षेत्रफलको कति हुन्छ आदि हुन्छ त्यसलाई यसरी लेख्नुस् ट्रायंगल एक्स वाई आर को क्षेत्रफल बराबर 1/2 सच पी आर एक्स वाई को क्षेत्रफल है पी आर एक्स वाई को क्षेत्रफल कारण दिने सचको विकर्ण यानी विकर्ण यो कुन क्यूआर है यसलाई यसरी लेख्नु सचको विकर्णले सचलाई आधा गर्छ है अब यहाँनिर हेर्नुस् है यही नै हो यो दुवैलाई कम्पेयर गर्नुस् त यदि यहाँनिर यसलाई क्रस मल्टिप्लिकेसन गुणन गरिदियो भने दुई त यहाँनिर आइहाल्छन् 2 ट्रायंगल एक्स वाई आर को क्षेत्रफल बराबर सच पी आर एक्स वाई को क्षेत्रफल यानी यो सच पी आर एक्स वाई को क्षेत्रफलको मान तथ्य कतिमा राख्दिनुस् 3 मा राख्दिने तथ्य कतिमा राख्दिने 3 मा त्यसलाई यसरी लेख्नुस् मिलाएर 2 ट्रायंगल एक्स वाई आर को क्षेत्रफल बराबर हेर्नुस् त यही नै हो यसको मान ल्याएर यहाँनिर अथवा तथ्य 3 बाट यसको मान कतिमा राख्दिनु तथ्य 4 मा अथवा तथ्य 4 बाट यसको मान ल्याएर कहाँनिर राख्दिनु तथ्य 3 मा है यहाँनिर लेख्ने यो ट्रायंगल यो कति पी क्यू आर यहाँनिर कारण के दिनुस् तथ्य 3 र 4 बाट है तथ्य 3 र 4 बाट है यसलाई यसरी लेख्नुस् ट्रायंगल एक्स वाई आर को क्षेत्रफल 2 लेसमा डिभाइड गर्नुस् यसलाई यसरी निस्किन्छ 1/2 ट्रायंगल PQR को क्षेत्रफल है तथ्य कतिबाट 5 बाट है एकदम सिम्पल है हेन्स यो यसको यो कन्सेप्ट है मेहनत गर्नुस् जुनसुकै परिस्थिति भए पनि त्यो मेहनतले नै हामीहरुलाई के गर्ने गर्छन् एउटा राम्रो ठाउँ ल्याएर के गर्ने गर्छन् दिने गर्छन् कसैको चाकरी चाप्लुसी र चम्चागिरी गरेर हामीलाई कुनै पनि ठाउँमा राम्रो पुर्याउन सक्दैन एकछिनको लागि त राम्रो लाग्छ तर आउने जुन दिन जुन हुन्छ नि त्यो हाम्रो लागि के हुन सक्छन् नकारात्मक प्रभाव पार्न सक्छन् है